मलाई तपाईँलाई दुःख सुनाउन मन लाग्यो नि त, सुनाउँ कि नसुनाऊँ, सुनाउनै पर्यो। अब घरको नोकर्ने पनि मै, सबैलाई पकाएर खुवाउने पनि मै, त्यसको पछाडि छोराछोरीकी मास्टरनी पनि मै, बुढाकी प्यारी पनि मै, कसैलाई भिडियो बनाएर खुसी पार्ने पनि मै, कसैलाई दुखी पार्ने पनि मै। कतिवटा टेन्सन हेर्नु त छोरी मान्छेको। अब कहिले सब्जी पकाएर रहेन भने पनि किन कम्ती पकाइस् तैँले, त्यसमा पनि मै। के गर्नु गाइस भन्नु त, मलाई त एकदम विरक्त लागिसक्यो। के गरौँ। भिडियो बनाएर छोडौँ कि बनाऊँ हो? अब छोड्यो भने पनि भिडियो बनाएर छोड्यो भन्नुहुन्छ होला। के गर्नु।